हाम्रो सम्बन्ध अगाडि बढ्दै जाँदाखेरिको समय हो हैन। त्यो मैले त्यो टाइममा चाहिँ मास्टर्स पनि गर्दै थिएँ मेरो आफ्नो पढाइको आधारमा। अनि जे होस् मैले मास्टर्समा चाहिँ त्यस्तो जे होस् मार्क्सहरू चाहिँ एकदम राम्रो ल्याइसकेको थिएँ, तर ढिला हुन थालिसकेको थियो कि अनि पुस पनि भइरहेको थियो, अलि पछाडि गइरहेको थियो, हाम्रो सेमेस्टरहरू अलि ढिला भइरहेको थियो। अनि त्यहाँ सिचुएसन पनि त्यस्तै थियो कन्ट्री वाइज। अनि त्यस पछाडि त्यसले गर्दाखेरि चाहिँ वर्ल्ड वाइड नै अलिकति सिफ्ट भइरहेको थियो सबै कुराहरू। त्यसले गर्दाखेरि चाहिँ मेरो सेमेस्टरहरू पनि पुस भएको थियो। अनि त्यस पछाडि अब सकेसम्म चाँडो सकिने भन्ने सोचमा भइरहेको थिएँ। अनि त्यसरी नै म चाहिँ काम पनि गर्दै थिएँ त्यो बेला, अनि मास्टर्स पनि गर्दै थिएँ। दुइटै कुरा ब्यालेन्समा लगिरहेको थिएँ। अनि हाम्रो सम्बन्ध त अफकोर्स त्यहाँ छँदै थियो, त्यसले गर्दाखेरि मलाई छुट्टै ऊर्जा पनि दिइरहेको थियो। त्यसले गर्दाखेरि मेरो धेरै कुराहरू राम्रोसँग मेन्टेन पनि भइरहेको थियो कि होइन। अनि त्यही दौरानमा चाहिँ के भयो भन्दाखेरि मलाई चाहिँ हाम्रो डिपार्टमेन्टबाट चाहिँ मलाई बाहिर जानलाई अफर आयो कि होइन। बाहिर जाने इन सेन्स कस्तो भन्दाखेरि हामीले मास्टर्स गर्दाखेरि चाहिँ एक्सचेन्ज प्रोग्रामहरूमा जान मिल्छ नि त। अनि त्यसरी नै एक्सचेन्ज प्रोग्राममा जानको लागि चाहिँ मलाई एउटा देशमा जाने चाहिँ अफर आयो। अनि त्यस पछाडि मैले त्यो अफरको लागि चाहिँ एउटा इन्टरभ्यू दिनुपर्ने थियो। अनि त्यस पछाडि जे होस् त्यहाँ कम्युनिकेसन भयो। अनि त्यस पछाडि कुराहरू गरिसके पछाडि उताको सुपरभाइजरले पनि ठिक छ आउँदा हुन्छ भन्ने कुराहरू भए पछाडि चाहिँ अनि अब फर्दर प्रोसेसको लागि चाहिँ अगाडि बढ्नु पर्ने भयो। म डकुमेन्टहरू यताउति बनाउन थालेँ। जस त्यो न्युज सुनेर चाहिँ सी वाज सो ह्याप्पी अफकोर्स होइन, किनभने त्यो मेरो मात्रै सफलता नभएर उसको पनि भइरहेको थियो भन्ने कुरा हो होइन। अनि त्यसपछि चाहिँ जे होस् मैले चाहिँ अब कतिवटा डकुमेन्टहरू मिलाउनु पर्ने रहेछ बाहिर जानको लागि चाहिँ। अब अभियसली हाम्रो देशबाट अब हर ठाउँमा जानको लागि चाहिँ अब डकुमेन्टै धेरै चाहिने हुन्छ नि त होइन। त्यही अनुसार जे होस् अनि प्लस अब एक्सचेन्जमा जाने भएपछि स्कलरसिप हुने भएर चाहिँ त्यति गाह्रो थिएन, फाइनेन्सियली प्रब्लम भएन। अरू डकुमेन्टहरू चाहिँ जति पनि चाहिने हुन्छ त्यो डकुमेन्टहरू चाहिँ बुझाउने हो। अनि त्यसरी नै जे होस् अरू डकुमेन्ट जति चाहिन्छ त्यो बुझाएर अनि त्यस पछाडि बुझाउनको लागि चाहिँ तयारी यताउति सबै गरेँ मिलाएँ होइन। अनि मिलाइसकेर अनि गएर अनि मैले डकुमेन्ट सब्मिट गरेँ। अनि डकुमेन्ट सब्मिट गरिसके पछाडि चाहिँ के भइदियो भन्दाखेरि होइन, सर्टेन टाइम पछाडि चाहिँ मैले त्यो वर्ष चाहिँ के गरेको थिएँ भन्दाखेरि लोकसेवाको एक्जाम पनि दिएको थिएँ कि होइन नेपालमा। अनि लोकसेवाको एक्जामको रिजल्ट आइदियो कि होइन। अनि रिजल्ट आउँदाखेरि चाहिँ मेरो चाहिँ लिखितमा पास भएँ म। अनि अब चाहिँ म एकदम दुविधामा परेँ कि अब म बाहिर जानु कि लिखितको लागि अब इन्टरभ्यूलाई तयारी गर्नु कि के गर्नु कन्फ्युजन भयो। अनि त्यसपछि मैले उसँग कुरा गरेँ, उसले पनि राम्रो सजेसन दियो। अहिले पहिला सुरुमा यता भएको एक्जामको लागि तयारी गर्नु, त्यस पछाडि अब यता भएन भने जे भने सोचौँला। अनि एक्सचेन्ज प्रोग्राम भनेको त सर्टेन टाइमको लागि मात्रै हुन्छ। हामी म त्यतिखेर जाँदाखेरि 5 महिनाको लागि मात्रै जाँदै थिएँ होइन। अनि त्यो भएपछि चाहिँ अब गुड अप्सन हुन्छ अहिले यसको लागि तयारी गर्नु भनेर उसको पनि सजेसन भयो। अनि त्यस पछाडि मैले अरूसँग कुरा गरेँ, धेरैजनासँग कुरा गर्दाखेरि चाहिँ अब दिग्गजहरूसँग कुरा गर्दाखेरि चाहिँ धेरैजनाले चाहिँ लोकसेवा भनेको चाहिँ अब सरकारी जागिर हो, राम्रोसित जागिर खाइसके पछाडि पछिसम्म लङ टर्म बेनिफिट हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ अभियसली यु विल गेट अनदर चान्स टु गो आउटसाइड द कन्ट्री होइन भन्ने कुरा भयो। अनि त्यस पछाडि त्यही अनुसारले मैले अब केही हप्ता मात्रै थियो। अनि त्यो केही हप्तामा चाहिँ मजाले प्रिपेरेसन गरेर एक्जाम दिएँ होइन। अब इन्टरभ्यू थियो, इन्टरभ्यू दिए पछाडि चाहिँ अब इन्टरभ्यू त राम्रै भएको थियो, त्यति नराम्रो चाहिँ भएको थिएन। अब अरूसँग कम्पिटिसनमा जाँदाखेरि अब मेरो लिखितमा चाहिँ खासै राम्रो मार्क्स रहेनछ कम्पेरिटिभ अरू एक्जाम दिनेहरूसँग होइन। त्यसले गर्दाखेरि चाहिँ मेरो चाहिँ अनफर्चुनेटली नाम चाहिँ निस्किएन। अब त्यो फर्चुनेट भनौँ अनफर्चुनेट भनौँ के हो थाहा छैन होइन। तर त्यतिखेर चाहिँ जे होस् नाम चाहिँ निस्किएन। एनिवे त्यो एउटा पार्ट भयो। तर त्यहाँ नाम ननिस्के पनि अब यता बाहिर आउने चाहिँ लेखेको रहेछ, त्यही भएर चाहिँ यता फेरि बाहिरको लागि चाहिँ भिजा चाहिँ आयो मेरो होइन। मेरो त्यो ठ्याक्क त्यो एकदम टाइमिङ पनि मिलेको थियो कि होइन। अब प्रेसर चाहिँ भयो अभियसली मलाई, किनभने यता आउनको लागि प्रिपेरेसन गर्न चाहिँ मैले राम्रोसँग प्रिपेयर गरेर आउनु मिल्थ्यो। थेसिसहरूको लागि चाहिँ एकदम प्रिपेरेसन राम्रोसित गरेर आउनु मिल्थ्यो। तर त्यो गर्न पाइएन, किन भन्दाखेरि म चाहिँ अब त्यहाँ लोकसेवाको एक्जामको लागि चाहिँ कम्प्लिटली बिजी भएँ। बिहान दिउँसो बेलुका जतिखेर नै म त्यसको लागि प्रिपेरेसन गरेपछि 3 हप्ता जस्तो टाइम होइन। त्यसले गर्दाखेरि चाहिँ अलिकति डिसब्यालेन्स जस्तो चाहिँ भयो, बट इट वाज ओके होइन। अनि भिजा आयो। अनि भिजा आए पछाडि चाहिँ अनि मैले अरू कसैलाई नभनिकन फर्स्टमा नै उसलाई भने कि होइन मेरो सक्सेस चाहिँ उसलाई सुनाउनु मलाई मैले घरमा नै भनाइदिने क्या त्यतिखेर कि होइन। किन मलाई ऊ नै सबै थोक हो जस्तो फिल भइसकेको थियो कि होइन।
अनि मैले फोन गरेँ उसलाई, अनि त्यस पछाडि कुरा गऱ्यो, अनि मैले आयो भने अब खुसी भयो जे होस्। अनि त्यस पछाडि अब त्यतिखेर फेरि अलिकति म एकदम बिजी भइरहेको र धेरै अलिकति ग्याप भइसकेको थियो भेट्न नपाएको। अनि त्यस पछाडि अब भेटौँ फेरि भनेर भन्ने कुरा भएको थियो। अनि त्यस पछाडि जस्ट मिलाएर हामी भेट्यौँ, कुरा गऱ्यौँ होइन। अब सी वाज ह्याप्पी। अब भित्रभित्र मनमा त अलिकति दुःख लागिहाल्छ किनभने टाढो जान लागेँ पछाडि। तर मलाई चाहिँ एकदमै धेरै कस्तो कस्तो लागिसकेको थियो क्या, किन भन्दाखेरि अब त्यो 5 महिनासम्म टाढा बस्नु भनेको चाहिँ मेरो लागि चाहिँ अब त्यो एकदम मोस्ट डिफिकल्ट थिङ हो भन्ने कुरा चाहिँ मलाई भइसकेको थियो क्या होइन। अनि त्यस पछाडि अब त्यो कसरी पार गर्छु होला, त्यो कहिले सिद्धिन्छ होला भन्ने मनमा भइसकेको थियो क्या जानुभन्दा अगाडि नै है। अनि अब त्यही हो, अब बाहिर जानको लागि यताउति तयारी यताउति गर्न थालेँ। अब मेरो भिजा आएको म लगभग 1 हप्ता जस्तो ग्यापमा नै म निस्किहालेको थिएँ क्या, किनभने मेरो भिजा आउन अलिकति ढिला भएको थियो एउटा डकुमेन्ट नपुगेको भएर। अनि मैले पछि डकुमेन्ट सब्मिट गरेपछि अनि बल्ल आएको थियो क्या मेरो भिजा, त्यसले गर्दाखेरि। सो अनि त्यही हो। अनि जे होस् त्यो टाइममा धेरै कुरा भयो, जे होस् विदिन द्याट सर्ट पिरियड अफ टाइम होइन। त्यो बेलाको स्टोरी चाहिँ आई वान्ट टु से इट सेपरेटली। जे होस् खुसी छ, खुसी छु म सम्झिँदाखेरि त्यतिखेर हामीले जे होस् धेरै कुराहरू मोमेन्टरी लाइफहरू जिउनु पायौँ। अनि केही नराम्रो कुराहरू पनि भए, नराम्रो फिलहरू पनि भए, बट स्टिल या